यो नयाँ ब्लगमा तपाईहरु सम्पूर्णलाई स्वागत गर्न चाहे। दृश्यमा देख्दै हुनुहुन्छ प्रकाश केसी। तुलसीपुर 2 कुइरे पानी मणिकापुर ड्याममा हामी आज अवलोकनको लागि आएका छौं। यहाँ डुङ्गा सञ्चालन भइसकेको छ। तपाईहरु पनि आउन सक्नुहुनेछ यो ठाउँको यो दृश्य हेर्नको लागि। हामीले छोटो एउटा क्लिप बनाएका छौं। यो पुरा दृश्य त देखाउन सकेका छैनौं, देखाउन सक्दैन होला, तर यो दृश्य हेर्नको लागि तपाईहरु आफै आएर यो ढुङ्गामा बसी यो ड्यामको पुरा सबै अवलोकन गर्न सक्नुहुनेछ। र एक साइडमा जंगल पनि छ। यो जंगलमा तपाईहरु आएर यो ठाउँमा घर परिवार साथीभाइ इष्टमित्र मिलेर आएर पार्टी प्रोग्राम पनि गर्न सक्नुहुनेछ। र एकतिर खेतीयोग्य जमिन छ, यहाँ खेती भइ नै रहेको हुन्छ। तपाईलाई आउन बाटोको असुविस्ता भने हुँदैन। बाटो यो ड्यामसम्म जोडेको बाटो छ, यहाँसम्म तपाई आउन सक्नुहुनेछ। सजिलै गाडीमा आएर यो दृश्यलाई अवलोकन गर्न सक्नुहुनेछ। हुन त ठाउँ-ठाउँबाट आउने क्रम जारी नै छ। सायद तपाईलाई पनि यो ठाउँको बारेमा केही जानकारी प्राप्त भइसकेको होला, तर हामीबाट जति हुन सक्छ त्यति हामीले जानकारी गराउन चाहेका हौं। तपाईहरुलाई गाह्रो पार्ने अवस्था त नहोला हामीबाट, तर हामीले सके जति तपाईहरुमाझ केही यो कुराले तपाईहरुलाई पनि केही ज्ञान होला, आउनलाई केही सजिलो होला, सहज वातावरण बन्ला भनेर हामीले यो भिडियो बनाउन गइरहेका छौं। नयाँ भिडियो, नयाँ ठाउँको नयाँ भिडियो बनाउने हाम्रो प्रयास जारी नै रहनेछ। यो भिडियोमा छुटेका केही कुरा भए तपाईहरुले जान्न चाहेका केही कुराहरू भए तपाईहरुले कमेन्ट मार्फत हामीलाई जानकारी गराउनु हुनेछ भन्ने आशा गरेका छौं। हामी नयाँ ठाउँको नयाँ दृश्यहरूलाई क्याप्चर गरेर यही हाम्रो युट्युब च्यानलबाट प्रस्तुति गर्ने जमर्को गरेका छौं। तपाईहरुले सकेसम्म भ्याएसम्म लाइक अनि शेयर, सब्स्क्राइब, भ्याएसम्म कमेन्ट पनि गर्नुहोला भनेर एउटा आग्रह बिन्ती गरे। तपाईहरुको एउटा लाइकले अनि शेयर सब्स्क्राइबले हामीलाई नयाँ भिडियो बनाउने, नयाँ ठाउँको दृश्य देखाउने एउटा टेवा पुग्नेछ। हामीलाई उत्साह जाग्नेछ, हामीले अझ रहर बढ्दै जानेछ भनेर भन्न चाहे। तपाईहरुलाई नयाँ दृश्य हामीले देखाउने छौं। हामीलाई तपाईको सहयोग पनि मिल्नेछ र हाम्रो सहयोग तपाईहरुलाई पनि मिल्नेछ भने जस्तै तपाईहरुले लाइक गर्न नछुटाउनुहोस्, कमेन्ट गर्न नछुटाउनुहोस् अनि सब्स्क्राइब पनि गर्नुहोस्। सब्स्क्राइब त एकैचोटी हो, तर नयाँ भिडियोको दृश्य हामीले देखाउँदै जानेछौं नयाँ ठाउँको। र तपाईहरुले हामीलाई कमेन्ट गर्न भने नभुल्नु होला, साथै लाइक पनि गर्न नभुल्नु होला। यो भिडियो देखाउनको खास उद्देश्य भनेकै हामी नयाँ दृश्यहरूलाई अवलोकन गराउन, तपाईहरुलाई जानकारी दिनको लागि यो भिडियो बनाउन गइरहेका छौं। तपाईलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनुहोला भन्ने आशा गरेका छौं। हाम्रो आशा व्यर्थ जाने छैन। हस्त धन्यवाद।